आज विशेष गरी तपाईँहरूको समक्षमा एउटा स्वास्थ्य सम्बन्धित एउटा अ, जरुरी अ, सन्देश लिएर आइरहेको छु र विशेष गरी म धेरै दिन आज बिमारीको कारणले म तपाईँहरूको समक्षमा म यसरी भिडियो गर्न पाएको थिइनँ र म अलिकति जाती भई र मेरो अनुभवहरू तपाईँहरूमाझ म सेयर गर्न चाहिरहेको छु र विशेष गरी यो पालि मलाई यो एपेन्डिक्सको बिमारले है मलाई सताइरहेको थियो र जाति पनि भएँ है ईश्वरको कृपाले गर्दा यो मैले भोगेको कुरालाई तपाईँहरूको समक्षमा मैले सेयर गरेको छु भने तपाईँहरूलाई यो कुराले धेरै मद्दत पुग्नेछ किनभने मैले के भोगेको छु र म तपाईँहरूको समक्षमा म बताउने वाला छु र तपाईँहरूले यो कुरालाई ध्यानपूर्वक सुन्नुभएको छ भने तपाईँहरूलाई अवश्य नै यो कुराले मद्दत पुर्याउनेछ र विशेष गरी मैले यो एपेन्डिक्सको मैले अघि भनिहालेँ एपेन्डिक्स चाहिँ यस्तो हुँदो रहेछ पहिला चाहिँ साइन चाहिँ ग्यास्ट्रिक स्टाइलले दुख्दो रहेछ है जुन चाहिँ यो हाम्रो पार्ट हुन्छ नि यो गानु पनि भन्छ ग्यास्ट्रिक पनि भनिन्छ है यो गानु पहिलाको पुर्खाहरूले चाहिँ गानु भन्थ्यो है त्यसैलाई गानु यो दुख्छ भनेर ढुङ्गाले पनि सेकाउने गर्थ्यो उहिलेको बाजे बोजू आमा बाबाहरूले है र त्यही प्रकारले दुख्छ रहेछ है दुख्छ अनि त्यो बिच भागमा भुँडी दुख्छ होइन ग्यास हुन्छ न ग्यास हुन्छ न के टट्टी पिसाब आउँदैन त्यो पनि है ग्यास पनि हुँदैन अनि पुरा दुख्छ अनि बादमा चाहिँ अलिक तल सर्दो रहेछ अलिक तल नाइटोको छेउछाउमा सरेर चाहिँ अलिक बादमा चाहिँ लास्टमा चाहिँ दाहिनेपट्टि सर्दो रहेछ अनि मान्छेको एउटा दुईवटा किडनी हुन्छ भने है मान्छेको एपेन्डिक्स चाहिँ एउटै मात्रै हुँदो रहेछ त्यो पनि दाहिने पाटा यो पानी पेट भएको छेउमा पानी पेटमै भनौँ न तर यो दाहिनेपट्टि हो त्यो चाहिँ असहन दुख्छ पुरा असहन दुख्छ मैले युट्युबमा पनि हेरेँ है युट्युबमा पनि धेरै मैले ज्ञान पाएँ अनि यो कुरा चाहिँ अप्ठ्यारो चिज रहेछ है मैले युट्युबमा हेरेको होइन 72 घन्टा काट्यो भने यसले मृत्यु पनि ल्याउँदो रहेछ है त्यसै कारण यो चङ्खो भइहाल्नु पर्ने रहेछ तर मलाई चाहिँ अलिकति ईश्वरको दया भनौँ है मेरो हुने दिन पनि भनौँ गेजिङमा गएको थिएँ त्यही दिन मलाई डक्टरले विशेष गरी मैले त्यहाँ अल्ट्रासाउन्ड गरेँ अल्ट्रासाउन्डमा चाहिँ निस्किहाल्यो अल्ट्रासाउन्ड गऱ्यो त्यहाँदेखि सर्जरी डक्टरकोमा जो हाम्रा अति नै प्यारो मेरो ज्यान बचाइदिने है हाम्रा तर्पण लिम्बू सर है डाक्टर तर्पण लिम्बू सर उहाँलाई धेरै धेरै धन्यवाद मेरो नयाँ जीवन उहाँले दिनुभएको छ र उहाँले भन्नुभयो है अहिले नै देन एन्ड देयर ओटी गर्नुपर्छ आज म भरे 7 बजी बेलुकै गरिदिन्छु होइन भने चाहिँ यो चाहिँ अलिकति डेन्जर हुन्छ ब्लास्ट भएपछि चारपट्टि त्यहाँ अब उपचार नहुने खालको अप्सन नहुने खालको हुँदो रहेछ है र उहाँको सल्लाह मुताबिक मैले हुन्छ सर म गर्छु भने त्यहाँबाट मेरो सबै इलाजहरू भयो मेरो इसिजीहरू मेरो सबै टेस्टहरू भयो मेरो एक्सरे भयो मेरो खुनहरू सबै जाँच गरियो है प्रेसर सुगर सबै टेस्ट गरियो त्यहाँदेखि म चाहिँ अलिकति के थिएँ भने त्यो दिन फास्टिङमा थिएँ फास्टिङ हुनुपर्छ ओटी गर्नलाई है अन्त मैले देन मलाई ओटीमा लगाइयो किनभने म
किनभने म फास्टिङमा थिएँ है। फास्टिङमा भएको कारणले गर्दा चाहिँ मेरो 4 बजी नै सुरु भयो है। 4 बजी सुरु भएको 6 बजी मलाई एकदमै उहाँले राम्रोसँग है मलाई थाहा छ मेरो कम्मरदेखि उँधो मलाई लट्याएको थियो है। अन्त यता कम्मरदेखि उँभो त मलाई सबै थाहा छ है। मलाई के कस्तो गर्यो है, कसरी काट्दाखेरि केही दुख्दैन है। एउटा पेन्सिलले कोरेको जस्तो मात्रै त्यो महसुस हुँदो रहेछ, तर कानले चाहिँ सबै सुन्छ। अन्त त्यसरी मलाई त्यो ओटीबाट सकेर म 5 दिनको बादमा मलाई छुट्टी दिएर घरमा पठाइयो। र मैले तपाईँहरूलाई किन यो कुरा सेयर गरेको भने तपाईँहरूलाई कुनै बेला होइन, कुनै अब मान्छे हो होइन, एपेन्डिक्सले कुनै एज छुट्याउँदैन रहेछ है। सानो नानीदेखि बुढेसकालसम्म चाहिँ यो हुनसक्दो रहेछ। त्यो मेरो अनुभव अनि कति मैले युट्युबबाट पनि सिक्न पाएँ। अनि त्यही हो मैले जुन तपाईँहरूलाई भन्न चाहेको चाहिँ यो दाहिनेपट्टि तल जुन चाहिँ हाम्रो है यो पानी पेटको छेउमा असहन दुख्यो भने चाहिँ कन्फर्म है कन्फर्म एपेन्डिक्स हुँदो रहेछ। र दुईटामा एउटा हुन्छ। कसैको के हुन्छ भने कसैको स्टोन हुनसक्छ, होइन भने चाहिँ एपेन्डिक्स नै हो है। दुईटामा चाहिँ एउटा कन्फर्म हो। र मलाई चाहिँ थाहै थियो, किनभने बेलुका मैले सबै कुरा हेरिसकेर चाहिँ म हस्पिटल गएको। मलाई डर पुरा लागिरहेको थियो। गेजिङमा हुन्छ कि हुँदैन, गेजिङमा भएन भने गान्तोक या सिलगढी जानुपर्छ। अब त्यहाँ पुगिन्जेलमा त ब्लास्ट पनि हुने हो, बाटो पनि खराब छ है। सुलुलुलु गए त हुन्थ्यो नि, बाटो यति साह्रो खराब छ, बर्खाको याम छ होइन। तर जे होस्, सिक्किम सरकारलाई पनि म धेरै धन्यवाद दिन्छु। विशेष गोले साहबलाई, हाम्रा मुख्यमन्त्री है गोले साहबलाई धेरै धन्यवाद दिन्छु। उहाँको सोच विचार है, गरिबमाथि हामी जस्तो गरिब है निमुखा जनताले कहाँबाट अब त्यो गान्तोक जानु पनि साह्रै छ नि त, कहाँ बस्नु कहाँ खानु है। सिलगढीमा त अब त्यो कतै नगरौँ, जम्मै प्राइभेटको कुरा हुन्छ। अनि त्यस्तो प्रकारले म गेजिङमै सक्सेस सबै कुरा सर्जरी भएर म आएको छु। र यही कुरा तपाईँहरूमा सेयर गरेको आज चाहिँ मैले तपाईँहरूको समक्षमा स्वास्थ्य सम्बन्धित मैले कुरा ल्याएँ। र उपरान्त दिनहरूमा चाहिँ टेक्नोलोजी कुरै म तपाईँहरूको समक्षमा लिएर आउँदैछु। तपाईँहरूको सुस्वास्थ्य लाभ होस् है, यसरी बिमार नभएको होस्, राम्रो तन्दुरुस्तीमा जिउनुहोस् भन्ने कामना गर्दै मेरो यो छोटो भिडियोलाई यतिमै समाप्त गर्न चाहन्छु। धन्यवाद।